के तपाईँ सफल हुन चाहनुहुन्छ तर थाहा छैन कुन बाटो अपनाउने? साथीहरू, सफलता संयोगले होइन, सही नियम पालन गरेर आउँछ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ सफलता पाउने 7 नियम। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, सफलता पाउनको लागि ठूलो भाग्य चाहिँदैन, सही बानी र सही सोच चाहिन्छ। आज म तपाईलाई 7 यस्तो नियमहरू बताउनेछु जसले तपाईको जीवन बदल्न सक्छ। 1. स्पष्ट लक्ष्य बनाउनुहोस्। यदि तपाईको जीवनमा स्पष्ट लक्ष्य छैन भने तपाई कहाँ जाँदै हुनुहुन्छ भन्ने थाहा हुँदैन। त्यसैले पहिलो नियम, आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस्। 2. डिसिप्लिन बनाउनुहोस्। मोटिभेसन सधैँ हुँदैन, तर डिसिप्लिन तपाईलाई अगाडि बढाउँछ। त्यसैले दिनदिनै काम गर्ने बानी बनाउनुहोस्। 3. समयको मूल्य बुझ्नुहोस्। समय सबैभन्दा ठूलो सम्पत्ति हो। गएको समय कहिल्यै फर्केर आउँदैन। त्यसैले आजको काम भोलि नगर्नुहोस्। 4. असफलताबाट सिक्नुहोस्। असफलता जीवनको अन्त्य होइन, यो सफलताको बाटो हो। सफल मानिसहरू असफलताबाट सिक्छन्। 5. सकारात्मक सोच राख्नुहोस्। तपाईको सोच तपाईको जीवन बनाउँछ। यदि तपाई सकारात्मक सोच्नुहुन्छ भने अवसर देख्नुहुन्छ। 6. सही संगत रोज्नुहोस्। तपाई जससँग बस्नुहुन्छ तपाई त्यस्तै बन्नुहुन्छ। त्यसैले सकारात्मक र मेहनती मानिसहरूसँग बस्नुहोस्। 7. कहिल्यै हार नमान्नुहोस्। सफलताको सबैभन्दा ठूलो नियम, कहिल्यै हार नमान्नुहोस्। कति नै कठिन किन नहोस्, प्रयास गर्न छोड्नु हुँदैन। साथीहरू, सफलता एकै दिनमा आउँदैन। यी 7 नियम पालन गर्दा बिस्तारै आउँछ। आजबाट एउटा निर्णय लिनुहोस्, म यी नियमहरू अपनाउनेछु। याद राख्नुहोस्, हार मान्ने मानिस कहिल्यै सफल हुँदैन र प्रयास गर्ने मानिस कहिल्यै हार्दैन। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मन पर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिटै भेट्नेछौँ। धन्यवाद।